आज यो सच्चाइको सत्य मार्गलाई उदाहरण गर्नुभयोसँग मिल्छ र आज यसै सत्यताको महिमालाई आज नेपाल लगायत आज जगतभरि नै यस महिमाको यो सत्यताको दियो बालेर हरेक दिन दुखीको उद्धारमा रात परिरहने आदरणीय सरजुर प्रकाश सरजुर सुशीला म्याम हजुर विजय सरजुर उहाँको समस्त परिवारप्रति पनि शिर झुकाएर नमन व्यक्त गर्दछु। सदा सर्वदा परमात्माको आशिष बर्सिरहोस् भन्न चाहन्छु। त्यस्तै गरी केन्द्रदेखि पोखराको मुटु बिरोटमा ल्याएर शाखा चलाउने आदरणीय मनसुभा गुरुङ म्याम हजुर र हामीलाई सदा सर्वदा स्वर्गको वचनद्वारा उत्साहित गराउनुहुने आदरणीय अग्रज भगवान सर हजुर र आज यस पोखरादेखि स्थानमा शाखा ल्याएर आज हरेक दिनदेखिको उद्धारमा अब रात खटिरहने यसै शाखाका आदरणीय अग्रज बालकृष्ण सर हजुर र उपप्रमुख आदरणीय रेशमा गुरुङ म्याम हजुर सम्पूर्ण अग्रजहरूमा एक मुष्टमा सुसम्मान साथै सदा सर्वदा परमात्माको आशिष बर्सिरहोस् भन्न चाहन्छु। त्यस्तै गरी परमेश्वरमा शान्ति छ आनन्द छ भनेर आज परमेश्वरलाई पछ्याउँदै यस महिमित भवनमा उपस्थित परमेश्वरका पवित्र अनि निर्दोष सन्तानप्रति म बाबुराम भण्डारी लगायत बिरोडा सच्चाई परिवारको तर्फबाट यहाँलाई शिर झुकाएर नमन व्यक्त गर्दछु। सदा सर्वदा परमात्माको आशिष बर्सिरहोस् भन्न चाहन्छु। र म पनि धेरै कष्ट बाधा समस्या अवरोध परेर म सच्चाइमा पाइला टेकेको मैले ईश्वर चिनिनँ कि ईश्वरले मलाई मेरो दुःख र समस्या कष्ट देखेर परमेश्वरले मलाई चुन्नुभयो। मैले यो स्वर्गको सुसमाचार सुने मेरो श्रीमतीद्वारा र मलाई ग्रहण चङ्गाई गरिदिनु भयो मेरो शाखाको लिडर आदरणीय लालसुभा गुरुङ म्याम हजुर उहाँ दुवैजनाको परिवारप्रति पनि उच्च सम्मान साथै नमन व्यक्त गर्दछु। सदा सर्वदा परमात्माको आशिष बर्सिरहोस् भन्न चाहन्छु। हिजोको दिनमा जो कष्ट रोग शोकले भन्दा पनि म यस्तो व्यवहारले पागल अवस्थामा मैले सच्चाइमा पाइला टेकेको र मलाई आफ्नै आफन्तै मेरो भान्जा बहिनीले जुन व्यवहार मैले जग्गामा एकदम डोनेसन गरेको थियो विश्वास गरेर तपाईँको 15-20 करोड पनि जग्गा मैले चाहिँ बिना पैसामा मैले पास गरेर आएको थिएँ आफन्तै मान्छेबाट। उहाँले त्यत्रो ठुलो विश्वास गरेर मलाई दिनुभएको थियो र मेरो पार्टनर मैले आफ्नै भान्जालाई बनाएको थिएँ जहाँ कि उहाँले एकदम मिलनसार मसँग एकदम एउटै थालमा खाएर हिँड्ने। तर जग्गा मेरो 2जनाको नाममा पास आइसकेपछि उहाँले यस्तो वज्रघात गरिदिनु भयो कि हामीले पैसा तिरिसक्यो पैसा नतिरेको भए तपाईँ जग्गा कसरी पास गरिदिनु उहाँले एकलौटी एकदम दोष दिनुभयो र बाबुरामजीले पैसा लिइसक्नुभयो मेरो तर्फ गर्ने उहाँले यस्तो झुटा बोलिदिनु भयो। र कुरो किन संसारको लागि त्यो सच पनि थियो कि पूजा आफ्नो हातमा आइसकेपछि पैसा नपाइ किन दिइस् भन्ने त्यो अवस्था उहाँले पनि भन्न पाउनुभयो र उहाँले ठाउँ पाएपछि उहाँले त्यो रोल खेलिदिनु भयो। तर त्यो रोल उहाँको लागि 50% मात्र थियो कि 50% को अधिकार त मसँग नि थियो कि 2जनाको नाममा पूजा भइसकेपछि। तर त्यो अवस्थामा पुगिसकेपछि तपाईँको 40-50 लाख रुपियाँ तिर्न नसक्ने अवस्था भइसकेपछि त्यो समस्याहरू घर परिवारले सुन्नुभयो र घर परिवारले पैसा नभएपछि किन पास गरेको तैँले पैसा खाइस् चारैतिरबाट त्यो टर्चर आएपछि कोसँग बिन्ती गर्ने है। र त्यस्तै समय अन्तर्गत बित्दै समस्याबाट गुजर्दै गयो र कहिले बेला मोबाइलको फोन आएपछि मोबाइलको फोन सुन्न नसक्ने पनि अवस्था आयो क्या। मोबाइलको घन्टी आउने बित्तिकै यो मुटुको धड्कन बढ्ने त्यो अवस्थामा पुर्यायो र म एक त रक्सी खाएर हिँडिराख्ने मान्छे मलाई झन् रक्सीको कुलतमा शैतानले त्यहाँ डुबाइदियो। शैतानले चारैतिरबाट रोल्को दियो आफन्तहरू टाढा भयो घर श्रीमती टाढा छोराछोरी टाढा सम्पूर्णबाट त्यही व्यवहारबाट एकदम टाढा भयो र एक दिन श्रीमतीले मलाई बिरोड शाखामा लिएर जानुभयो। त्यहाँ गए ठिक हुन्छ अरे अब कतैले लेप्चे लाएर लालपुरा बोकेर हिँडेको मान्छे त ठिक भएन। अब त्यहाँ गएर केही ठिक होला होइन त्यो बिरोड चोकमा हिँडिराखेको त्यो कुलोमा हिँडिराखेको बाटो ठिक हुने भए त 30 वर्ष त्यही टुरिज्म सेक्टरमा काम गर्ने त्यही कुलोको बाटो ठिक हुन्थ्यो होला नि। अहिलेसम्म त्यत्रो झोलाभरि डलर बोकेर कमाएको पैसा त ठिक भएन भने त्यो उस गर्थेँ। तर फेरि अर्थी भनेको घरतीको पनि मान्नुपर्ने चलन थियो नि हाम्रो होइन पहिला श्रीमतीको मान्नु पर्ने र मानेर गएँ बिरोड शाखामा गएँ अन्धाधुन्दामा घर चङ्गाई गरेर आएँ। जे माने मान नमाने गणेश मान अन्त उपाय नै छैन होइन श्रीमतीको शरण त पर्नै पऱ्यो र गएपछि मैले घर चङ्गाई गरेर आएँ र म जुड्दै गएँ वचन बुझ्दै गएँ। तर एक दिन मैले मेरै अग्रज मनसा म्यामको वचन गवाई सुने र उहाँको गवाई सुन्दा आज उहाँ जुन समस्यामा परेर व्यवहारले बिग्रेर बोक्रा छोडेर गोर्खा भाग्ने पर्ने अवस्थामा परेको थियो र आज यो स्थानमा परमेश्वरले सम्पूर्ण समस्या परमेश्वरमा समाधान भयो भने त्यो गवाई मैले म्यामको सुनेको थिएँ र उहाँलाई दिने आज यो खुसी आनन्द उहाँलाई दिनुभएको छ। उहाँको व्यवहार मिलाउँछन् पिता यो तपाईँमा सम्भव रहेछ भने त्यो विश्वास मैले त्यो दिनबाट बढ्दै गएँ। वचनमा अगाडि बढ्दै गएँ। मेरो 6 महिनाको अन्तरालमा त्यो व्यवहार परमात्माले त्यो ऋण टोटली एक्लै तिर्ने योग्य बनाउनु भयो र उच्च नातामा परमात्माले ल्याउनु भयो
र अझ परमेश्वरमा विश्वास गर्ने मैले सोचेको पनि थिएन त्यो व्यवहार मिल्छ भनेर आफन्त टाढ्थेँ। म घर छोडेर 2-3 महिना बाहिर बसेको थिएँ। कहिले कहिले म साथीकोमा चाउथे बसेर अन्तै साथीकोमा सुत्ने, अर्कैको घरको बरान्डामा सुत्ने। तर हाउसिङ महिनामा 1 पटक 2 पटक सुत्ने गर्थेँ र वचन पनि के हो हल्का बुझ्दै गएको थिएँ। र ममा धेरै किसिमको समस्या थियो। ढाडको समस्याले गर्दा टोइलेट जान नसक्ने त्यस्तो अवस्थामा पुर्याएको थियो शैतानले। आँखा कमजोर थियो, आँखा देखिन नसक्ने, मोबाइलको रिचार्ज हाल्नै नसक्ने, शास्त्र पढ्नै नसक्ने त्यस्तो अवस्था थियो। पहिले सुरुमा मैले परमेश्वरसँग मागेको थिएँ, तपाईँको वचन पढ्ने योग्य बनाउनुहोस् पिता भनेर मागेको थिएँ। र परमेश्वरले मलाई जुन दिन मैले त्यो मागेको दिनमा भोलिपल्ट नै परमेश्वरले त्यो वचन पढ्ने योग्य तुल्याउनु भएको थियो। परमात्माले भन्नुभएको छ जगतको ज्योति म नै हो, मेरो पछि लाग्ने कुनै अन्धकारमा हिँड्डुल गर्ने छैन। आज आँखामा मात्र ज्योति होइन, आज सारा व्यवहारमा ज्योति, शरीरमा ज्योति, हरेक चिजमा ज्योति परमेश्वर हुनु रहेछ। आज ज्योतिका सन्तान भएर जिउन पाएका छौँ, यो नै परमात्माको देन हो। घर परिवारमा अशान्ति थियो, अशान्तिको कुलत थियो, श्रीमान श्रीमतीमा एकदम मेलमिलाप थिएन। 4 जनाको परिवार 4तिर थियो, बाबु एकातिर, श्रीमती एकातिर, म एकातिर, त्यस्तो परिवार थियो। जुन दिन परमेश्वरको सन्तान भयो, सम्पूर्ण परिवार आज यस्तो एक बनाएर राख्नुभएको छ, सम्पूर्णमा हाँसी खुसी दिनुभएको छ। घरको धितो राखेर बेग्लै लिलाम गर्ने अवस्थामा पुर्याएको थियो शैतानले भने आज त्यो ऋण पुरा चुक्ता गरेर बाबुलाई पनि घर गाडी किन्ने योग्य परमात्माले बनाइदिनु भएको छ। ईश्वरलाई धन्यवाद गर्छु। म चाहिँ यसको नाममा जब छोरीको पनि यस्तो समस्या थियो कि विवाह भइसकेपछि उहाँको पाठेघरको अपरेसन भइसकेपछि उहाँको बच्चा हुँदैन भनेर डक्टरको मुखबाट शैतान त्यसरी बोलिदिएको थियो। उहाँको 1 वर्षकै अन्तरालमा उहाँलाई सन्तान दिने योग्य परमात्माले तुल्याउनु भयो। त्यसमा पनि पितालाई धन्यवाद गर्छु। म चाहिँ उसको नाममा त्यस्तै सानो बाबु पनि राति उठेर बर्बाद हुँदैन, निन्द्रामा एकदम कुद्दिने त्यस्तो अवस्थामा थियो। र उहाँलाई विदेश जाने भनेपछि कुनै मनै थिएन। र मेरो श्रीमती बाबुले हुँदै जति लाग्ला पनि विदेशी पठाउने उहाँको इच्छा। अहिलेको माहौल छ, यो चलाउनै यस्तो छ नि, विदेश जानबाट के नै ठुलो भने, तर मेरो इच्छा थिएन विदेश पठाउने भने, मेरो इच्छा नै थिएन। मैले पितासँग सुने, पिता हजुरको इच्छा के छ, हजुरको सन्तानलाई हजुर नै जान्नुहुन्छ, हजुरको जिम्मा लगाएको छु भने त्यो परमेश्वरको योजना है। उसको जाने मन पनि गर्यो। अनलाइनबाट कतार हेरोसमा फर्म गर्यो। फर्स्टमा उहाँले 30-35 हजार पनि फर्स्ट डिभिजनमा नाम निकाल्न सफल हुनुभयो। र दोस्रो लटमा 20-22 हजार पनि फर्स्ट लटमै नाम निकालेर आज 1 पैसा पनि नलागिकन आज उहाँ त्यस्तो यात्रा गरेर उहाँ जागिर गरेर बस्ने योग्य तुल्याउनु भएको छैन। आज किन हाम्रो सोच कस्तो थियो त पैसा तिरेर पनि विदेश पठाउने, तर परमेश्वरको सोच कस्तो रहेछ त सित्तैमा होइन। कि हामीले सोच्छौँ नि यति पैसा तिर्न पाए त धेरै कमाउने ठाउँमा पुर्याउनु पाउँथ्यो नि। तर आज मैले मेरो प्रत्यक्ष आज देखेको छु नि, आज युरोप अमेरिका 40 लाख 60 लाख तिरेर जाने मान्छेहरू हुन्छ है। त्यो भनेपछि जसले पनि ऋण फत्याउँछ दिनुहुन्छ कि त्यो अवस्थामा त्यस्तो मान्छेलाई युरोप भनेपछि त्यस्तो छ। अब मेरो अगाडि प्रतिभा तामाङ मेरो भान्जी हुनुहुन्छ है, आज उहाँ बसेर युरोपभन्दा 44 सेलरी खाने यहीँ हुनुहुन्छ। सबैले युरोप गएको हुन्छ नि, गल्फ कन्ट्रीमा पनि त्यस्तो छ नि, मान्छेले किन गल्फ कन्ट्री हेला गर्छ नि। र आज किनभने 8000 सेलरी भनेको सायद अहिले पनि उहाँ लेबर भिसामा जानेवाला 800 मात्रै छ होला। आज 8000 सेलरी खाने उहाँको भए चाहिँ हिजोको मैले मात्र उहाँको सेलरी पुगेर भेटाएको थिएन क्या। किनभने त्यो परमेश्वरको योजना उहाँले किन परमेश्वरमा सुरुमा हामी लकडाउनको समय सँगै महिमा गर्थ्यौँ। तर उहाँले महिमा गर्दै जानुभयो। पढाइमा पनि ट्यालेन्ट हुँदै जानुभयो। आज परमेश्वरको योजना उहाँलाई त्यो स्थानमा राख्नुभयो। उहाँलाई देख्दा आज खुसी लाग्छ। किनभने जो परमेश्वरमा जुन हामीले मेहनत गरेका छौँ नि, परिश्रम गरेका छौँ नि, किनभने फल दिनेवाला परमेश्वर हुन्छ। कसले कस्तो तरिकाबाट परमेश्वरको महिमा गरेको छ, न्यायकर्ता परमेश्वर हुन्छ। किनभने हामीले संसारमा हेऱ्यौँ त न्यायाधीशले गर्छ नि, तर हाम्रो न्यायाधीशको हुन्छ स्वर्गको महाराजा हुन्छ। हामीले कसरी महिमा गर्छौँ, परमेश्वरको प्रशंसा कसरी गर्छौँ, त्यो अन्तिमको दिनमा के हुन्छ त हामीले त्यो फल आशिष पाउने बेला उहाँले दिनेवाला उहाँ नै हुन्छ। यसमा पनि पितालाई धन्यवाद गर्छु। म चाहिँ यसको नाममा र परमेश्वरले वचनमा पनि बताउनु पर्छ एफिसी 6:6मा सब हामीलाई समस्या आउँछ, बाधा अवरोधहरू आउँछ र अन्त्यमा परमेश्वरमा भरोसा गर र उहाँले दिनुभएका सुम्पिनुभएका सारा हात हतियार उठाओ। ती हात हतियार के हो त परमेश्वरको अन्य भाषा। किनभने संसारको हात हतियार बोकेर हिँड्नु के अर्थ, पुलिसले समाचार देशले समाचार जेलमा लगेर बोकिदिन्छ नि हजुर होइन। तर हामीलाई त्यस्तो हतियार दिनुभएको छ परमेश्वरले। आज कसैले देख्न सक्दैन, जता चलाए
त्यतै चढ, जता समस्या त्यतै चढ, होइन? आज त्यस्तो किसिमको हतियार दिनुभएको छ। जब यो सम्पूर्ण हामीलाई दिनुभएको छ नि हतियार, त्यो हतियार सदा चलाउने गर्नुहोस्। हामीले घरमा राखेको त्यो हँसिया हुन्छ नि, थन्क्याएर राख्यो भने के हुन्छ त? त्यो खिया लाग्छ, काट्दैन। त्यो समयमा हामीले प्रयोगमा गरिराख्यौँ भने के गर्छ? त्यसले जति समय पनि काट्ने हुन्छ। परमेश्वरको वचन पनि त्यस्तै हो। सदा सर्वदा तपाईँले त्यसलाई प्रयोगमा ल्याउनुहुन्छ। त्यो जब समस्या आउँछ जति बेला तपाईँले त्यसलाई चलाउनुहुन्छ, के गर्छ त? त्यसले जतालाई समस्या आए पनि त्यतिबेला ज्वार चढ काट्ने। यो पिताको के हो त? जब तपाईँलाई प्रार्थनाबाट हुँदैन, होइन, तब अन्य भाषामा बस्ने गर्छ। किनभने सबैभन्दा ठुलो शक्तिशाली प्रार्थना भनेको अन्य भाषा हो। हामीले संसारमा प्रार्थना गर्दाखेरि किन अरूले सुन्छ? तर किनभने हामीले अन्य भाषामा प्रार्थना गर्दा कोसँग बोल्छौँ त? हामीले हाम्रो पिताजीसँग। यसमा पनि पितालाई धन्यवाद गर्छु। म श्रीको नाममा र समयको धेरै अभाव छ, समयलाई हामीले पनि बुझ्नुपर्छ। र आजलाई परमेश्वर मेरो मोट भएर यति नै बोली चाहत गर्नुभयो। यिनै परमेश्वरले पस्किनु भएका स्वर्गका यी गवाई प्लस वचनले यहाँहरूको जीवनमा अमृतमय भइसक्यो। हरेकको घर परिवारमा सुख शान्ति समृद्धि उन्नति प्रगति आशिष अनुभव सक्नुभयो भन्दै आजको यसै महिमाको प्रशुद्ध आज विनय मजुरमा पनि सदा सर्वदा परमात्माको आशिष बसिरहोस् भन्दै समय भएको छ। हजुरले जुन चाहिँ यस भवन स्याहार सम्भारको लागि जुन यो स्वर्गको राज्यमा यसलाई बिउ भनिन्छ, यो बिउ हो। अब यस समय हामीले खेतबारीमा बिउ लगाउने समय भएको छ नि। जब हामीले खेतबारीमा बिउ लगाउने तयारीमा पहिला के गर्छ? हामीले बियाड मार्छौँ, होइन? बियाड मारेर ढ्याङ डल्ला फुटालेर तयारी गर्छौँ नि। तयारी गरिसकेपछि हामीले के गर्छौँ त? त्यो हामीले सुरुमै नै हामीले बिउ छुट्याएर राखेको हुन्छौँ नि। त्यो बिउ रोप्ने समय भएको छ नि हामीले, होइन? अब खेतबारीमा काम गर्छौँ, हामीले त्यो त हामीले ज्ञान छ। तर स्वर्गको राज्यमा के हो त? हामीले जुन दशांश हामीले आदर गर्छौँ र हामीले हाम्रो कमाइबाट उन्नतिबाट प्रगतिबाट हामीले केही रकम छुट्याएर हामीले स्वर्गको राज्यमा बिउ रोप्छौँ। त्यसै बिउबाट त्यो प्र्याक्टिकल गर्नुहोस्। जति रोप्नुहुन्छ परमेश्वरले तपाईँलाई त्यो थपेर 1000 गुणा परमेश्वरले बचाएर दिनुहुन्छ। र यस समय मैले यो भवनको निम्ति बिउ रोप्ने सहयोगदाताको नामावली वाचन गर्दैछु। ईश्वरलाई धन्यवाद गर्छु म यीशुको नाममा। र नामावलीको क्रममा सुरुमा मेरै भइरहेछ। मेरो एउटा शाखाबाट हुन्छ बाबुराम भण्डारी, रु 700 रुपियाँ यस भवनको निम्ति प्रदान गर्नुभएको छ। उहाँ मलाई आफैलाई पनि जोरदार तालिल म आफै सम्मान गर्छु, है? हजुरले पर्दैन, है? म आफै गर्दैन। र त्यस्तै गरी हुन्छ मेरो प्यारो भान्जी हुन्छ प्रतिभा तामाङ, रु 500 रुपियाँ यस भवनको निम्ति भनेर उहाँले यस भवनको निम्ति बिउ रोप्नु भएको छ। उहाँको जीवनमा